म जहाँ पाइला टेक्छु जित मेरै हो क्या गाइस, यति कुरा चाहिँ बुझेर राख्दा हुन्छ। भैया वास्ते किन हो यहाँ भैया Hello guys, welcome back to my new vlog. आजको भ्लगमा चाहिँ टुडे इज आवर लास्ट डे अफ कलेज। के छ साथी हालखबर? सब बवाल छ, अल गुड। हेलो गाइस, आज हाम्रो ब्याचलर सकेको गेट टुगेदर पार्टी छ कलेजमा। अनि कलेजले हामीलाई बोलाएको छ हैन। अनि हाम्रो यहाँ साथीहरू टन्नै छन्। अब उनीहरूले कस्तो फिल गरेछन् यसो बुझौँ न सबैबाट, किनकि मलाई चाहिँ अति रमाइलो लागिरहेको, किनकि यो लास्ट टाइम हो। हल्का मिक्स फिलिङ छ हैन, रमाइलो पनि लागिरहेको, हल्का दुःख पनि लागिरहेको छ। अब साथीहरूलाई छोडेर अब जानुपर्ने हुन्छ हैन। म चाहिँ युएसए जानला है गाइस, फेरि युएसए जान लागेको म चाहिँ इट्स नट अ जोक। हाम्रो यहाँ वान एन्ड ओन्ली गौरी, निकनेम गौरी। ल के छ मित्र, तिम्रो कस्तो के सेयर गर नि त मित्र। एकदम बवाल यार दोस्त, यस्तो खतरा खतरा केटाहरू पाए, साथीहरू पाए हैन। चल झुट्टा वर्ल्ड कप कसले जित्छ? ब्राजिल। गाइस हाम्रो यहाँ वर्ल्ड कप पनि चलिरहेको है, फेरि हाम्रो एकदम पर्फेक्टो टाइम छ। अनि मिस्टर पर्वत अलि हल्का यता आउनुहोस् त। ल हजुरले भनिदिनु पर्यो, अब ब्याचलर अब सकिसक्यो होइन, हजुरले सकिसक्यो। आज गेट टुगेदर पार्टी छ, कलेजले राखेको छ होइन। तपाईँले कस्तो फिल गर्नु भइरहेको? म त अब के भनौँ त, भर्खर अफिसबाट आइरहेको छु। अब 5:15 मा बोलाएको थियो, 5:32 भयो, केटाहरू आउँदैछौँ। त्यसपछि अब जाने, अब त्यही अब गेट टुगेदर आज देवीले फर्स्ट टाइम आफ्नो तर्फबाट केही खुवाउन लागेको छ, त्यही भएर आज जाम आयो अनि खाने हो, त्यही हो। ल हाम्रो अर्को यहाँ पार्टी एकछिन वेट। ल अब हामी हाम्रो अर्को मित्रबाट के बुझौँ होइन, उसले कस्तो फिल गरिरहेको छ। ल भन्न केही 2-4 वटा शब्दहरू। अब त्यस्तै हो, 4 वर्ष एकदम चाँडो बित्यो होइन। म चाहिँ कसरी बित्यो भन्दा पनि अबको 4 वर्ष पछिको जिन्दगी चाहिँ होइन, हामी सबजना अब अर्को भेट चाहिँ नहोस्, अलिक होइन। अलि 4जना भेट्दाखेरि अहिले चाहिँ ततिर भनेर झगडा पर्छ हाम्रो। अबको 4 वर्ष पछिको भेट चाहिँ म तिर्छु भनेर होस् क्या। झगडा गर्नु पऱ्यो क्या सबजनाले होइन। त्यही हो, सबैजनालाई बेस्ट अफ लक फर द फ्युचर मेरो साथीहरू होइन, सबैजनालाई त्यही हो। अब हामी जिन्दगीमा जियोस्, सबजना खत्रै ठाउँ पुगेर एउटा सबजनासँग टक्क ल्याम्बो क्लासको सबजना खै दोस्त। फेरि यहाँ भएको मात्र साथीहरू होइन, सबै साथीहरूको होस्, सबै साथीहरूको राम्रो होस्, सबै साथीहरूको बवाल होस् होइन। सबैजना एउटा गाडीमा चट्ट लाएर भेटोस्, त्यही हो। त्यति भन्दै म अब बिदा लिन चाहन्छु, धन्यवाद। नाइस है, राम्रो सेयर गर्यो है। अनि हाम्रो फेरि वर्ल्ड कप पनि चलिरहेछ होइन। अनि अभियसली त ब्राजिललाई सपोर्ट गर्ने परिस होइन। अब के छ भनिदिनु त, 1-2 केही वर्ल्ड कप। सो अब वर्ल्ड कपको बारेमा भन्नुपर्दा चाहिँ पोटेन्सियल, अब वर्ल्ड कप भन्ने कहिले पनि फिक्स हुँदैन होइन। पोटेन्सियल धेरै टिमसँग छ, तर म ब्राजिल सपोर्ट भएर चाहिँ ब्राजिलले नै जित्छ भन्छु। किन भन्दाखेरि ब्राजिलसँग एउटा खतरा हतियार छ अहिले, त्यो हो ब्राजिलको कोच कार्लो एन्सेलोटी। थ्याङ्क यू। लभली है, नाइस वर्ड। इमोसन जोडेको नि त होइन ब्राजिलसँग त पहिलेबाट। अनि हाम्रो अब डिएभी को वान एन्ड ओन्ली होइन, के भन्ने अब त्यो लाउडेस्ट अफ द पोडे ल पोडेबाट दोस्त हाम्रो अब आज ल यो होइन त्यो पोडे भाइ, यो फोडे नि त ल है। ल दोस्त अब के छ, आज गेट टुगेदर पार्टी छ, कलेजले राखेको छ होइन। ल हल्का त्यो अब यो लास्ट नै होला सायद अब हाम्रो होइन। ल तिमी के फिलिङ छ यताउता? जिन्दगीमा अरू त के होइन, सबैको फलोस फुलोस् है सुरुमा। अनि यस्तै हो, अब लास्टचोटि हो, सबले रमाइलो गरौँ, इन्जोय गरौँ। ए यस्तो नो पेपराजी प्लिज। ल हामी यहाँ सपोर्ट नै अझ यहाँ बाँकी। ल मिजु के छ त अब त्यो छोड, अहिले 4 वर्षसम्म यत्रो धेरै त्यो मेमोरीहरू बनाइयो होइन। कस्तो एकदम तैँले त क्रिस्टल पनि जितिस होइन, विनिङ मुमेन्टहरू तेरो टन्नै छ होइन। कलेजमा धेरै मुमेन्टहरू छन् नि होइन, तैँले होइन कलेजमा तेरो बेस्ट मुमेन्ट भनिदियो नि त एउटा। मेरो इन्टर कलेज सेमेस्टर 2 को सीजन 2 को बेस्ट
प्लेयर मैले पाएको थिएँ अवार्ड होइन त्यो हो कि बेस्ट मुभमेन्ट भने फ्लेक्स पढे ल तिम्रो 4 वर्षमा डिएबीमा होइन तिम्रो बेस्ट मुभमेन्ट भन नि त 4 वर्ष। दोस्त मेरो बेस्ट मुभमेन्ट भनेको त त्यही घाम ताप्नु हो दोस्त 6 दिन त्यही 6 दिन घाम ताप्यो अनि अब के थियो अरू त्यही रमाइलो भयो दोस्त 4 वर्ष केटाहरू सब सक्सेस होस् सबै होस् म चाहन्छु अनि वर्ल्ड कप त फ्रान्सले जित्छ दोस्त। यो 7 दिनसम्मको त्यो घाम ताप्यो भने चाहिँ हामी हल्का कलेजमातिर सस्पेन्ड भएको थियौँ त्यसको बारेमा कुरा गरिरहेको छ त्यो पनि एउटा मेमोरी त्यो एकछिन दोस्त खतरा त्यो हामी 7 दिन घाम तापेको फसाउने अपराधी चाहिँ यही हो गौरव। अर्को यो हो दलाल दलले 1 नम्बर दले दोस्त यसलाई देखाऊ यो हो दले दोस्त यसले होइन घरबाट 1 लाख रुपियाँ फी माग्छ अनि त्यसपछि फी चाहिँ अनि सेयर मार्केटमा हाल्छ अनि कलेजमा लेटर लेख्छ घरमा पैसा छैन भनेर बाँड्ने हो ल यहाँ हेर्दा यो के हो मनोज सुर्ती यस्तो गर्ने जापानिज हो भन्नु त आज लास्ट दिन सबैको इन्टरभ्यू भइसक्यो यार मेरो नाम चाहिँ होइन पवन थापा कलेजमा के भन्छ चिन्छ अरे काजी होइन क्यामेराम्यान यस्तो क्यामेराम्यान कलेजको भनौँ न ल है म अहिले चिन्दैछु अलिकति ध्यान राख। ल गाइजहरू अब चाहिँ हामी यहाँबाट कलेजतिर लाग्न थालेको छौँ है आवाज सुन्नेको छ होला राम्रै कलेजको नजिकै छौँ अहिले चाहिँ हामी सबै केटाहरू जम्मा भइयो अब चाहिँ कलेजतिर जाने तर्खरमा छौँ है त कलेज पुगेपछि देखाउँछु है त तपाईँहरूलाई। हेलो अन्त कलेजमा आइपुग्यौँ होइन तिमीलाई के भन्नु छ आज लास्ट डे हो के भन्नु छ लास्ट डे आज बाई बाई डिएभी हो बाई बाई डिएभी डिएको बारेमा केही पोजिटिभ भन्नु छ पोजिटिभ है भने छैन होइन केही भन्नु छ मैले खाएर भन्छु ल वेलकम टु डिएभी है हेलो के भन्नु छ कलेजको बारेमा यो कलेजमा धेरै बिताइयो टाइम रमाइलो भयो वाट्सअप हामी चाहिँ होइन आज लास्ट डे कलेजको होइन अनि अँगालमा मार यहाँ दाईहरू हुनुहुन्छ होइन टक्कलाई सेकुवा पाक्दैछ है दाइ भेज सेकुवा है प्रवीण सर हजुरलाई केही भन्नु छ आजको दिनमा होइन सर हजुर भन्नु न हजुर हजुर सर हाम्रो फर्स्ट सेमको केही भन्नु न हजुर हो राहुललाई सरको बारेमा के भन्नु छ यहीँबाट सुनिन्छ तिमीलाई तिमी त यहीँको अहिले जब होल्डर सुषमालाई के इभेन्टमा काम चाँडै लागोस् भन्न प्रवीण सरलाई लागिसक्यो ल बधाई छ वेलकम टु माई ब्लग्स है यो चाहिँ हाम्रो केटाहरू जुनियर अबको पास आउट छौँ अब हामी त चाँडै पास आउट है मेरो फर्स्ट सेमदेखिको साथी एजे मेरो क्रिकेट खेलाउनु सिकाउने क्रिकेट खेल्न सिकाउने नै हो भाइ जुनियर छ एटिट्युड छ हाम्रो आजको डिजे पार्टनर अमित कुमार कौशल यसपालि वर्ल्ड कप कसले जित्छ ब्राजिलले होइन अर्जेन्टिनाले होला ब्राजिलले स्योर जित्छ हो सर हाम्रो ब्याचलाई केही भन्नु छ राम्रो गरेको थियो अहिलेसम्म अब मिस गरिन्छ तिमीहरूलाई हो सर मनले नि हो नि मनबाट हो नि सर तपाईँले कस्तो भयो होइन हाम्रो ब्याचहरूले पढाउँदाखेरि होइन एकचोटि अनुभव तपाईँको यो ब्याजलाई यो सूर्य जसरी टल्किरहेछ नि त्यसरी टल्किरहेको थियो होइन जब यो ब्याज जाँदै गर्दाखेरि चाहिँ अब यो सूर्य ढल्किँदैछ नि त्यो ढल्के जस्तै फिल भइरहेछ मलाई त्यसले गर्दाखेरि सम्भव भएसम्म केटाहरू तिमीहरू त अब एलुमनाई हुँदैछौ त्यसले गर्दाखेरि अब यो कलेजलाई बिर्सनु हुँदैन तिमीहरू आइराख्ने भेट्ने होइन तिमीहरूका के गतिविधिहरू हुन्छन् अपडेट गर्ने तिमीहरू कहाँ हुन्छौ तिमीहरूले हामीलाई सपोर्ट गर्ने हामीले तिमीहरूलाई सपोर्ट गर्ने यो दोहोरो हुन्छ है सम्बन्ध है म त्यही भन्न चाहन्छु तिम्रो सबै साथीभाइहरूलाई है त हल्का मेरो क्रिकेटको बारेमा अस्ति तारिफ गर्दै हुनुहुन्थ्यो मैले क्रिकेट सरी त्यो बेला मैले क्रिकेट हेर्न पाइनँ है सरी फर दिस होइन तर तिमी राम्रै खेल्छौ भन्ने मैले चाहिँ सुनेको छु थ्याङ्क यू सर र सुजन सर जस्तो बेस्ट सर मैले अहिलेसम्म देखेन तर उसले 4 वर्ष त बितायो तर म आएको चाहिँ 3 वर्ष भयो उसले 4 वर्ष कसरी खेल्यो यहाँनिर म फसेँ गाइस जान लागेको छु होइन आनन्द होइन आनन्द चाहिँ पर्खिन्न अनि हेलो प्रशान्त जी यो बिबिए 19th ब्याचको बारेमा ओभरअल कमेन्ट गर्नुहोस् यिनीहरूको साह्रै राम्रा थिए सर सबैभन्दा राम्रो लागेको पक्ष मलाई केही छैन सर लास्टमा चाहिँ अनि सबैभन्दा यिनीहरूले दुःख दिएको छेड दुःख त नसमाउँछ धेरै देखा यसरी चाहिँ भन्न मिलेन राम्रोसित भन्नु पर्यो है तिमीहरू सब मेरो लागि बेस्ट हो केटा हो तिमीहरू धेरै राम्रो केटाहरू तपाईँहरूको फ्युचर एकदम ब्राइट छ अनि सर हाम्रोबाट चाहिँ कति
तपाईँले लिनुभयो त्यो पनि भनिदिनु न। मैले त कहिले पनि लिएको छैन भाइ। होइन सर यसो मैले कहिले पनि लिएको छैन। ल हल्का त अब फ्युचर रिलेटेड पनि भनिदिनु पऱ्यो नि। गुड लक, राम्रो गर्नुहोस्। तपाईँहरूले राम्रो गर्नुहुन्छ भने मलाई ठुलो अपेक्षा छ। हाम्रो ब्याचलाई कतिको मिस गर्नुहुन्छ कम्पेयर टु अदर ब्याच? सबलाई मिस गर्छु मैले। होइन सर मनले मनले के सर मनले फर्स्टदेखिको मेरो प्यारो स्टुडेन्ट हो नि त, एकदम धेरै माया लाग्छ। मनबाटै भनेको, मनदेखि। दिलमा बसी हेर्छु पारी पारी, आँखै अघि जान्छ उमेर बोकी यादको भारी, कहाँ छुटे साथी सङ्गी कहाँ छुट्यो। 100को 2 सर्ट होइन, त्यहाँ 1500 रुपियाँ कलेजबाट हाल्छ। अनि एकजना मान्छेले चाहिँ के गर्नु लाइन बस्नु पर्यो। लास्टमा हामी छिर्ने सो गाइस अहिले चाहिँ बल्ल मसँग क्यामेरा आएको छ। केटाहरूले गरे होला नि ब्लग, तपाईँहरूले हेर्नु भइसक्यो होला योभन्दा अगाडिको क्लिपहरूमा। अब केटाहरूको ब्लगिङ अवतार पनि देख्नुभयो होला। क्यामेरा पाएपछि त्यही नै हो। म्युजिकल चेयर गेम भइरहेको छ पछाडि। अब के कस्तो हुन्छ मैले रेकर्ड गरेँ पनि केटाहरूले रेकर्ड गरे पनि हेरिदिनु होला। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। गाइस यहाँ चाहिँ के भइरहेछ म्युजिकल चेयर गेम भइरहेछ होइन, जसले जित्छ त्यसमा पैसा पनि छ भनेको छ। लेट्स सी हु विल विन। हामीसँग डिएभी को कन्टेन्ट क्रिएटर पनि हुनुहुन्छ, कन्टेन्ट खिचिराख्नु भएको छ डिएभी को लागि। यु क्यान चेक दिस कन्टेन्ट इन डिएभी कलेज इन्स्टाग्राम पेज। यहाँ रमिता देखा छन् केटाहरूले। रमिता ओए भाच्यो कस्तो लाग्यो जितेर भन त। एकदम बवाल, एकदम बवाल। म जहाँ पाइला टेक्छु जित मेरै हो क्या गाइस। यति कुरा चाहिँ बुझेर राख्दा हुन्छ। प्राइज छ कि नै यो जितको? प्राइज छ कि नै? प्राइज छ त्यस्तै कति 80,000 दिन्छु भनेर राख्नु भएको थियो। 80,000 यस, यु आर राइट। 80 रुपिज मात्रै होला। राहुल कस्तो छ भन त। 100/100 10/10 10 के खाएको तिमीले अहिले? रबडी र जेरी खाएको अति मिठो छ। सुरुमै डेजर्टबाट सुरु गर्दैको दोस्त। यो भनौँ न टाउकोमा त आएन केटा होइन। यो चाट चाहिँ त्यो डिएभीको त्यो फेभरेटै छ। यो चाट चाहिँ मिठो छ होइन। अझ अरू नयाँ नयाँ कुराहरू दिन जाने बाइक छ। अब के हो यो चिन्ना के हो यो स्पेलिङ? छेना जेरी रबडी यो खाने जान बाँकी छ होइन। अझ मोमो पनि खाने जान बाँकी छ। चाट इज द बेस्ट है केटा। अझ यताको त तिमीहरू ठिक नलाग्ला। टेस्ट हाल्नु न कति लाग्यो। यस्तो लभली छ दोस्त। भैया वास्ते क्या हो ये भैया, 2 बड़े वाला दो ना भैया। भैया 2 बड़ा वाला दो ना, वास्ते क्या हो ये। भैया 2 बड़ा वाला भाई, मलाई मार के दो ना भैया। तिमीले जो लिएको त यो दोस्त कन्टेन्ट दिएनौ के दोस्त तिमीले मलाई यार अघिदेखि झुलाएर यार। बिस्तारै हुन्छ दोस्त अघि दोस्त कति बेर गरेको सोधन दाइले पेटे भरे तपाईँ कसरी गरौँ क्या। अब दोस्त कन्टेन्ट निकाल्न परेकै भएन के। रबडी त ओपी छ के रबडी माया चला रबडी गइदियो त्यो यतिको वेस्ट हुन्छ। सर दिइरायो त्यत्रो छ। कस्तो लाग्यो? मिस गर्यो आशुतोषलाई। आज त आउनु पर्ने के सर, अरू दिन नआए पनि हो कि तर आज त बाटो सक्यो त ब्याच। ल सिद्धिका के बोल्नु छ आजको लागि? माइकमा बोलाउनु दे। गेबीले के दियो? गेबीले म बोल्न चाहदिन। हेलो 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 एभ्रीवान। युके जानु छ सिमरनलाई कोर्ने। यस सम्झिनु होला।
यो कहिलेको हो यो पोखराको यो त कडा छ यार त्यो चाहिँ राखै ओए सब यहाँ फोटोको लुटपाट चलिरहेछ केटाहरू यहाँ यही हो चोरहरू यी सबले लुटिरहेको छ है हो यो मैले लग्छु नि त यो लभली छ यार मजाक नगर न क्यामेरामा मात्रै देखाउँछु के वाउ व्हाट अ पिक्चर आई एम हियर यो कहिलेको हो ए यो पनि राखेर रहेछ यार केटाहरूले लभली छ यार पानीपुरी हान्दिउँ न सब्सक्राइब गरेँ विशेष पाण्डे हो च्यानल कस्तो लाग्यो मुख हेरेर थाहा भइसक्यो मैले फोटो खिच्ने प्लान भइरहेको छ साथीहरू ल हेर्नु होला एकदम सर ब्लग बनिरहेछ सर बनिरहेछ ल ए हामी भइरहेछ सर भइरहेछ सर सबै रेकर्डिङ भइरहेछ हाम्रो पाण्डे छ नि पाण्डे भनेको हाम्रो इतिहासले पाएको एकदम गौरवशाली स्टुडेन्ट हो होइन उसले धेरै राम्रो गर्छ होइन राम्रो गर्दा गर्दा ब्याचलर सक्यो धेरै राम्रो गर्दा गर्दै ब्याचलर सक्यो होइन स्टक मार्केटतिर जाला भनेको केटा ब्लगर बनाऊ होइन अनि केटा इन्टर्न पनि सक्का होइन टाइम पास सर ए टाइम पास हो यसलाई यसो गर न यसलाई फुल टाइम बना तेरो मेरो पार्टनरसिप बिजनेस गरौँ ल अनि डलर आएको आधा आधा गरौँ ल म यति बोल्दैछु डलर त झर्छ होला हो अब चाहिँ हामी यहाँ भेट्सेको खाना चाहिँ गइरहेका छौँ विथ हाम्रो फुडी डिएबी दोस्रो कन्टेन्ट हो यहाँ क्रेजीवाला है क्रेजीवाला कन्टेन्ट यो हाम्रो डिएबीको लोकल सेवा पसल यहाँ हाम्रो सेवा पाक्दैछ यो वर्षमा एकचोटि मात्र हुने इभेन्ट हो एकचोटि मात्र लाग्ने हाट बजार हो यो दोस्त म अलवेज अनफिल्टर्ड जान्छ एकैछिन यता यहाँ मिसहरू हुनुहुन्छ यहाँ मिस हेलो फ्रीमा खाना आइसकेको हल्का लाज मान्नुपर्छ नि दाइ 2-3टा पनिर हालिदिनु हेर्नु न 2-3टै खाने जस्तो छ दोस्त ठ्याक्कै ब्याचलर पछि यही हो तेरो तिमीलाई कमेन्ट गर्न आउँछ एकदम एकैछिन ल पहिला फुड रिभ्युअरले ल कस्तो जुसी आगर न तिमी हाम्रो नरभुपालको 4 वर्षको फुटसल त त्यस्तै भयो यो हाम्रो म्युजिकल चेयरमा कस्तो लाग्यो हजुरले जितेकोमा यो पहिले त यो केटी आएपछि हुत्त नआऊ यहाँ होइन अलि साइड लाग्यो होइन मैले के जितेँ रे म्युजिकल चेयर मलाई अत्यन्तै खुसी लागिरहेछ होइन अनि यो सब केटाहरूको यहाँ आफ्नै ब्याचबाट जितोस् भन्दा थिएँ सुनिहाल्यो म फेरि जहाँ टेक्यो त्यही जित्ने हो फेरि त्यति हो एकदम यही माइन्डसेट चाहियो हजुर ल फोटो खिच्ने प्लान बनाइरहेछन् केटाहरूले यहाँ फोटो खिच्ने अरे दिस इज विल बी आवर लास्ट फोटो अफ द कलेज है एकैछिन आउँदैछन् सर आउँदैछन् जनताहरू छिटो हेलो माइक चेक 1 2 3 जबिन्द्र सर इन द हाउस जबिन्द्र सर भयो प्याकअप दोस्त जाऊ न नाच्न जाऊ न कन्टेन्ट देऊ न कन्टेन्ट दोस्त मुस्रावाला सब्जेक्ट जस्तो त्यो मुस्रा गरे जस्तो म गर्दैन दोस्त एक्लै मलाई डान्स गर्न लाग्छ यार सिङ्ग भनेको एक्लै हुन्छ क्या
यो ब्रो यो पानीपुरी हाम्रो बिहाको सबभन्दा खतरा थ्याङ्क यू एउटा साथी चाहिँ छुट्यो हाम्रो एउटा युएसए गयो दाङको साथी एकदम मिस गरे एकदम मिस गर्दैछौँ ल साथीहरू आजको लागि यति नै अहिले चाहिँ प्रोग्राम सुन्न सकेर हामीहरू यता क्याफेतिर आएको छौँ तपाईँहरूलाई राम्रै लाग्यो होला ब्लग लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हस् त धन्यवाद यो सेल्फी हो के घुमाउ के रोटे ए यता घुमाउ अनुहार देखाउनको लागि कता यता मलाई हो ल गाइज आज अब हामी ब्याचलरको गेट टुगेदरमा कट